हेलो गाइस, ल त हामी चाहिँ लाग्दिएको अब च्यानलै भए पो वेलकम बैक टू भन्नु यार किनर हो क्या भर्खर अभी तो मैंने स्टार्ट किया है। मेरो थोपडा देखेर फेरि भाइरल होला है। मेरो थोपडा आएर भाइरल होला नि हैन। पहिलाको त्यो मुभी हेर्दा याद आयो यार, के पो भन्छ त्यसको नाम त श्रीकृष्ण श्रेष्ठ फुलाको थुङ्गा हो कि। त फाइनली निक्ल्यौँ हामी है। पालितिर टर्न बाई टर्न गर्नुपर्छ, भइहाल्छ। ल त तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँहरू, यस्तो घाममा चाहिँ हामी चाहिँ होइन हिँडिरहेको छ क्या, टक 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 लगाएर। खोइ हाम्रो अरू ग्याङहरू खोइ हो न, आउँदैन त यार ग्याङहरू। टोपी त देख्दो रहेछ त मलाई त यार, रहेछ नि त टक्क लगाएर होइन। आज हुन्छ होइन हाम्रो आजको एकदम सुपरस्टार टक्क ग्लास लगाएर होइन चुपो लागेर हिँड्दैछ होइन। अब अहिले हेर्नुपर्छ उसको चाहिँ एकदम क्या हो। गाइस सिन चाहिँ एकदम दामी छ होइन, सिनेमेटिक। यसरी जानुपर्ने हुन्छ हेर्नुहोस्, ब्याग चाहिँ हो हेर्दै जाउँ अब कहाँसम्म। यो गाडी चाहिँ मलाई एकदम बबाल लाग्छ क्या, जिएमसी टक्क लगाएर होइन। हामी कतिजना छौँ? 7 जना। हेर्नुहोस् आसल यसरी जानुपर्ने हुन्छ होइन, टक्क लगाएर। ओ यो डाँडामा चाहिँ पुग्नुपर्छ हामी, यहाँनिर चाहिँ पुग्नुपर्छ है हामी। आजको ट्रेकिङ चाहिँ खतरै हुने रहेछ बबाल। यो चाहिँ माउन्ट एभरेस्ट हो, ओमानको माउन्ट एभरेस्ट हो र यो चाहिँ एकदम बबाल छ होइन। मेरो पनि क्यामेरा त खतरा रहेछ, जुमिङ त खतरै हुँदो रहेछ यार। के भन्न चाहन्छौ त तिमी? आज खुसी लागिरहेको छ, कति घुमेर किन चाहिँ खुसी लागेको त्यो भन्नु पर्यो नि त। के कारणले खुसी लागेको? अहिले मात्रै डाँडा पुगेपछि झन् खुसी हुन्छ क्या, एकदमै क्या अब एक्साइटेड क्या। अहिले पुग्ने भइसक्यो डाँडा। र त यहाँ आइपुग्दा नि यस्तो स्यासा भयो। मेन जग्गा त चढ्नु छ है। त्यत्रो माथि कसरी चढ्ने अब? के हो हिँडाइ त अन्त, स्लो मोसन छ त अन्त, चोइ होइन। एउटा स्लो मोसन हान्दिउँ न अन्त। शीतल ठाउँ छ यहाँ पनि, एकदमै शीतल। हिउँ मरिने भयो आज। हेर्नुहोस् गाइस, यहाँ चाहिँ होइन ओमानमा यस्तो गर्मीमा होइन, यस्तो माटोमा होइन, यस्तो पाहाडमा फुलेको फुल चाहिँ हेर्नुहोस्, यस्तो राम्रो फुलेको फुल चाहिँ। तर हेर्नुहोस् न बिचरा होइन, पानी पनि हाल्छ कि हालिदिँदैन, पानी त हाल्दो रहेछ होइन। अन्त देखिन्छ होइन क्या, मलाई मन दुख्यो पुरा। खोइ म कल हल्का पानी हालिदिउँ भिडियो गरेर त सक्दिनँ क्या बिचरा होइन। एकछिन हामीलाई पिउन हुँदैन नि, यस्तो राम्रो फुल छ होइन। म त हल्का हालिदिन्छु ल, बिचरा खुवाउँछु होइन। ल यु वेलकम।
होइन हालिदिने हो नि त पानी सुरु बिचार होइन यस्तो राम्रो फुल फुलिरहेको छ यहाँनिर चार होइन यस्तो जग्गामा यस्तो होइन हेर्नुहोस् यहाँनिर यस्तो जग्गामा नि यस्तो मजाले फुल कसरी फुल्छ हो भाइ साहब यो के हो फेरि यसलाई के भन्छ हो लाइट होइन हो यो बोटलाई के भन्छ हो भाइ साहब हेर्नुहोस् यो माथिको टुप्पोमा पुग्नु छ हामी चाहिँ हेर्नुहोस् त्यहाँनिर पानी नपाएर मरेछ फुल 2 दिन अगाडि थाहा पाएको भए त ल्याएर हालिदिन्थेँ म मरेछ हो बिचारा कति खुसी भइरहेको थियो मैले पानी हाल्दै बोटलाई अच्छु भने होला है बोटले पनि एकदम फ्रिजमा राखेको चिसो पानी ल्याएर हाल्दै थिएँ बोटले पनि आछु होला क्या एकछिन त लाग्दिउँ अब यति हिँड्दा नि भइसक्यो उकालो चढ्दा त फोक्सो हातमा प्लाट्टै निक्लिन्छ होला यार त्यसैले एकवटा हो आज चाहिँ कसम भनेको कि सुँगुरमा चाहिँ यस्तो दर्ने हुँ यस्तो दर्ने हुँ कुखुरा सुँगुर सब छ खल्ली हो पुरा के खान्छ सुँगुर आउ त्यसो भए त मजा आउने पो तर साँच्चै भनेको आज यो भिडियो चाहिँ मैले होइन युट्युबमा हाल्यो भने साँच्चै भनेको तिम्रो नम्बर माग्छ नि फेरि मान्छेहरूले ल त गाइस फाइनली अब हामी चाहिँ यो बाटो भएर चाहिँ चढ्ने हो उकालो यस्तो चढेर यसो घुमेर जाने हो ल त गाइस लाग्दिउँ चढ्ने हो अब यस्तो धुलो उडाउँदै चढ्ने हो गम्बुट लगाएर आउनुपर्छ क्या हिँड्यौँ ल त कदम पे कदम क्यामेराम्यानहरू होइन 2 जना छ आज इन्टरनेसनल क्यामेराम्यान हो भाइ साहब ल त गाइस सुरु भयो होइन अब चाहिँ उकालो तपाईँहरूको उकालो सुरु भयो होइन मलाई चाहिँ त्यस्तो होइन फोन पक्रिनु आउँदैन चाहिँ सो फोन पक्रिनु यसरी पक्रिँदो रहेछ नि त खासमा होइन ठिकै छ नि यस्तो थोप्रै आउँछ नि के छ र थोप्रा आएन भने नि होइन मेरोमा दाइ त कस्तो छ ओ भाइ साहब खतरा भ्यू छ त यहाँ त यार जो गइकन आउँ के पर यता सट्ट सुइँ यतालाई जाउँ होला हौ सर्टकटै जाने नि यताबाट यार ल त गाइस यहाँ बाटै छ है आउने यहाँनिर हो टक्क लगाएर होइन ल त गाइस ल त अन्त आधा घन्टा बाँचेन त अन्त आधा घन्टा टाइम बाँचेन त आज चाहिँ खतरा कन्टेन्ट पाएको छ हामीले होइन ओ भाइ साहब हो के हो यो भनिदेऊ न झार्ने क्या माथि टुप्पामा गएर ल त गाइस खोइ त यो पाराले हिँडाइले पुग्छ क्या हामी ल त गाइस हामी चाहिँ यहाँ आइपुगेको छ अझै तल आउँदैछन्
हेर्नुहोस् मेरो पछाडिको नजरिया यता समुद्र पछाडि समुद्र छ होइन अझै दाइ हेर्नुहोस् हो साह्रो परिरहेछ बिचरालाई चढौँ हरेस खानु हुँदैन माथि पुगेर हर्लिक्स खाने हो होइन रेडबुल त नखाऊ त्यो केमिकल हो हर्लिक्स खाने हो माथि गएर हेर्नुहोस् बाटोको अवस्था आयो ओ भाइ साहब गाह्रो छ जिन्दगी गाह्रो छ त चढौँ हरेस खानु हुँदैन चढिँदैछ हामी के छ त हेर्नुहोस् समुद्र यहाँ दिनु त चाहिँ होइन म त के सोच्दैछु नि गाइस घर जाँदाखेरि चाहिँ फ्लाइटमा होइन कि एउटा जहाज बुक गरेर सिधै यहाँबाट सिधै मुम्बई जाने हो मुम्बईबाट बेङ्गलोर ल यो हेरिदिउँ न त अन्त के चुरोट तान्नु आँटेको मुखमा आउलै फेफडा हामी चाहिँ तलबाट आइपुग्यौँ होइन यो तलदेखि ठाउँ चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट हो त्यहाँबाट यस्तो गएर त्यहाँबाट यस्तो च्याएर यस्तो आएर सट्टै हो गाइस हेर्नुहोस् भ्यू यहाँ चाहिँ बिहान 4-5 बजीतिर चाहिँ यहाँ पुरा हिउँ पर्छ अरे क्या पुरा डाँडा सेतो हुन्छ अरे क्या मेरो भनाइ मात्रै हो है तर ल त गाइस बुढी तिमी साथ त भइदिएको भए देखाउँथ्यो तिमीलाई हेर यस्तो नजरिया तर पनि तिमीलाई म भिडियो पठाइदिन्छु है त हेलो धेरै धेरै सम्झना छ तिमीलाई है यो चाहिँ हाम्रो ग्याङब्याङ हो आजको होइन तिमी सोच्छ होला होइन ल त गाइस फाइनली हामी चाहिँ आइपुग्नु आँटिसक्यो है गाइस तपाईँहरूलाई होइन एउटा कुरा देखाउनु पऱ्यो जस्तो यहाँबाट चाहिँ हामी टक्क आइपुगेको नि होइन टक्क निक्लेको होइन यस्तो माको सातो गइदियो यार घन्टा कस्तो लाग्दिनु म त हेर नि यो पाइप देखेर साँच्ची नि आँको सातै गइदियो क्या हेर्नुहोस् गाइस चट्ट लगाएर होइन भ्यू सनसेट हुनु आँटेको छ होइन यो तपाईँले जति देख्नुहुँदैछ यो चाहिँ रुई हो जग्गा रुई हाम्रो साङ्ग्रिला अकोमोडेसन चाहिँ ऊ तलनिर देख्नुहुँदैछ है क्लियर आएको
स्टोरी तपाईँको यो भर्खर मैले खिचेँ नि यो सेटअप भयो टक्क त्यस सेटअपको माथि अलिक सानो हुन्छ नि यो अनि त्यसको तलपट्टि नि बारबिक्यू गरेको यो भ्लग गर्नु त बिर्स्यो त नि डेस्टिनेसनमा पुगेपछि त पारै भएन नि त्यो भिडियो मात्रै गर्ने रुममा गएर बोल्ने हो फाइनली गाइस होइन आजको दिन पनि सकियो सिद्धियो सबै त सकियो क्लब लास्टमा रेड बुल अशोक ल्याउ ल त गाइस हाम्रो चाहिँ आज यहीँनिर समाप्त होइन एकदम इन्जोय भयो सक्यो आजको प्रोग्राम यतिमै ल त गाइस फाइनली होइन फर्क्यौँ हामी टक्क लगाएर ल त गाइस अब हामी यो दिने यहाँ दिँदै अच्छा हामी चाहिँ अब झर्यौँ ल त गाइस होइन बाटो छ अलिक अप्ठ्यारो सो गाइस होइन अँधेरोमा थोप्रा राम्रोसँग नदेख्ला होइन तर म चाहिँ मै हो यता चाहिँ म पनि मै हो अँधेरोमा थोप्रा तर म चाहिँ मै हो ल लाग्दिएको ल अब किनकि भोलि बिहान मर्निङ ड्युटी छ ओभर त भइएन ठिकै भयो एकदम इन्जोय भयो ओभर भएको भए त आउनु सक्थेन ढिलो त केही छैन त्यसै पनि सुत्ने त 3-4 बजे हो ल त गाइस फाइनली होइन फाइनली गाइस होइन हामी चाहिँ यहाँनिर ल्यान्डिङ भइसक्यो आजको जर्नी सकियो टक्क जर्नी लगभग एकदम हेलो गाइस होइन फाइनली हामी चाहिँ अब एन्डिङ तर्फतिर लाग्दैछौँ होइन त्यही गाउँ टक्क हेर्नुहोस् हामी चाहिँ यो माथिको यो डाँडा पल्लोपट्टिको एउटा डाँडा छ त्यहाँबाट झरेको हामी यताबाट घुमेर आएको देख्छ ल त गाइस तपाईँहरूलाई थाहा भयो होला कमेन्ट गरिदिनु होला होइन कमेन्ट सेयर गरिदिनुहोस् होला होइन यस्तै छ जिन्दगानी होइन यो चाहिँ होइन तपाईँहरूलाई मैले अघि दिन्छु नि भनेको थिएँ जसलाई होइन जसलाई तपाईँहरूलाई निम चाहिएको छ त्यो चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् म आउँदा ल्याइदिन्छु एकदम हजुर एकदम यो चाहिँ निमको चाहिँ एकदम के त पुरै यहाँनिर अब जाँदा चाहिँ एकदम साह्रो गाह्रो भएको थियो होइन अब आउँदा चाहिँ यस्तो सजिलो भयो तर एकदम होइन मजा आयो तिम्रो युट्युबको लिङ्क चाहिँ उमा पठाइदेऊ ल मेरो के युट्युब भन्नुहुँदा मेरो त केही त्यस्तो छैन मेरो 420 मात्रै छ सब्सक्राइबर त्यही पनि क्या अब त्यो साथीहरूले उयो गरिदिएको होइन सब्सक्राइब गर्दै हेरिदिँदैन भिडियो एउटा दुइटा लाइक गरिदिन्छ बास त्यति हो भिडियो नै हेरिदिँदैन अन्त हजुर यो हो अब अलिक टाइम लाग्छ रुम जानु लागि होइन हामी यसमा छ नि त हामी बाटोमा छ होइन ल त टक्क अब तल गएर होइन चाय दोकानमा गएर हल्का चाय हालेर जाने हो टक्क त हातमुख धोएर सुत्दिने हो भोलि बिहानै छ मेरो ड्युटी चाहिँ होइन ल त गाइस होइन भोलि बिहान भेटौँला टक्क हाम्रो यहाँनिर होइन हाम्रो यहाँनिर रोहन भाइ चाहिँ होइन एकदमै बिन्दास चिलमा छ ऊ चाहिँ होइन एकदम चिलमा क्या उसको त किन चिलमा भन न गाइस उसको किनकि आज र भोलि छुट्टी हो नि त त्यही भएर चिल हो क्या के गर्नु आफ्नो त नसिबमै छैन होइन कहिले नाइट परिदिन्छ नाइट परेर छुट्टी परे यस्तो मलाई क्या एकदमै लस हुन्छ क्या लस किनकि गाइस मलाई चाहिँ आउँदाखेरि चाहिँ अब जस्तो होइन नाइट गरेर आउँदाखेरि मेरो होइन अब यो पर्छ नि त मेरो छुट्टी परिदिन्छ हो छुट्टी परिसकेपछि हामी चाहिँ मैला चाहिँ यहाँनिर फ्याँक्ने हुन्छ यहाँ मैलाहरू त्यो त के छैन होइन यो चाहिँ हाम्रो मैला फ्याँक्ने जग्गा होइन यस्तै मैला फ्याँक्ने जग्गा चाहिँ हाम्रोतिर पनि भइदियो क्लिन हुन्थ्यो होला हाम्रो जग्गा पनि होइन तर पनि ठिकै छ होइन कोसिस जारी नै छ हो गर्नेले गरि नै रहेको छ होइन खुट्टा तान्नेले तानि नै रहेको छ हामीलाई बालै भएन होइन त्यही हो यो संसार गर्ने मान्छेहरू धेरै भेट्छ होइन
सुरेन मान्छेले धेरै भेट्छ हो यसो छोरी मान्छेको खुट्टा तान्ने के हुन्छ अरे छोरी मान्छेको खुट्टा तान्ने छोरी नै हुन्छ यो कुरा मैले कहाँ चिताएर हिँड्नु एउटा कुरा मैले तपाईँहरूलाई भन्नै बिर्सेछु के कुरा भन्नु बिर्सेछु भन्दा चाहिँ नि जो जसलाई पनि होइन जो जसलाई पनि तपाईँहरूलाई होइन मतलब अब गाडी चाहिएको छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला होइन एकदम होइन एकदम फ्री हो डेलिभरी फ्री हो होइन इन्टरनेसनल साह्रै एकदमै कम प्राइस भन्दा नि होइन 5,000मा तपाईँहरूले गाडी पाउन सक्नुहुन्छ होइन कुन चाहिँ चाहनुहुन्छ तपाईँहरू टक्क होइन ओमानको होइन इन्डियाको चाहिँ मैले 5,000 चाहिँ मैले स्टार्टिङ 5,000 होइन जस्तै अब यस्तो तपाईँले होइन उयस्तो गाडी चाहिन्छ भने तपाईँलाई 10,000 होइन जस्तै अब यस्तो गाडी चाहिन्छ भने तपाईँलाई होइन 10,000 दिन अलिक होइन 10,000 अब यो गाडी चाहिँ तपाईँले यो गाडी चाहिँ एकदम क्या एकदम अब एकदम चर्चामा छ होइन लिनु चाहनुहुन्छ भने मलाई डाइरेक्ट कन्ट्याक्ट गर्नुहोस् होला होइन कमेन्ट हानिदिनुहोस् तपाईँ लिनु चाहनु हुँदैन सेयर हानिदिनुहोस् होइन ल त आजलाई त्यति नै